रेल ट्रेन हेऱ्यौँ यो चाहिँ ट्रेनको पटरी के यहाँ यति धेरै पटरी छ नि आफै कन्फ्युज हुन्छ होला क्या कुदाउने मान्छे पनि रेगुलरमा कुदाउने हो भने त यहाँ कम्तीमा नि 20-30वटा होला 30वटा त्यो ट्रेनको फाल्टे फाल्टे छ जग्गा जाने मतलब ठाउँ जाने बाटो छ क्या यहाँनिर पुरै पटरी नै पटरी पटरी नै पटरी आजकलको ट्रेनहरू इलेक्ट्रिसिटीबाट चल्छ त्यही भएर इलेक्ट्रिसिटी पनि फाल्टे फाल्टे तरिकाले बनाएको रहेछ कि यहाँ 30-40वटा रहेछ क्या त्यहाँनिर उयो गर्ने यो चाहिँ अब कुनै ठाउँ बिग्रियो भने केही भयो भने चेन्ज गर्नको लागि रेडी अवस्थामा राखेको पटरीहरू रोडको कलर लगाएको हुन्छ हजुर पटरीमा कलर लगाएको हुन्छ कहाँ कलर लगाएको उहाँ कलर लाग्छ कहाँ त कलर अनि प्रवेश निषेधित क्षेत्रहरू यहाँ प्रवेश गर्न मिल्दैन अरे यहाँ प्रत्येकको पटरी उहाँ पल्लो छेउछाउमा छ पटरी नै पटरी हो यो चाहिँ प्लेटफर्म यहाँनिर यो तलको उता माथिदेखि उता तल जान्छ उतादेखि उता लाग्छ कत्रो छ कि जग्गा मतलब ठाउँ घुम्नको लागि चाहिँ दामी रहेछ यहाँ नयाँ मान्छे आयो भने हराउँछ इन्डियाको नभएर नेपालको नयाँ मान्छे आयो भने एक्लै हराउने रहेछ 1-1.5 घन्टा त कन्फ्युज हुन्छ कहाँदेखि आएको भनेर ये प्लेटफॉर्म में ट्रेन आ रहा है अब यहाँ पे रुक जाएगा 1 मिनट के लिए ऑलमोस्ट और 1 मिनट बाद चला भी जाएगा रुक गया लोग इसमें चढ़ रहे हैं खोलेर लग्छ कि अनि हेरेको कसले यहाँ त हेर्नु आम्मा कत्रो ठाउँ छ कि पल्लो छेउदेखि चढेर यहाँ आएर अनि माथि माथि पनि छ अनि तल तल पनि छ यो चाहिँ ट्रेन अब हामी जाने माथि यहाँ त लिफ्ट पनि रहेछ लिफ्ट नगर्ने डन अब मान्छे खोज्ने त्यो चाहिँ उयो माथि छ होइन दामी वाउ यसरी चढ्दैछन् मान्छेहरू तृतीय श्रेणी नै हुँदो रहेछ नि त जो सिट पायो बस्छ जो छैन भने उभिएर जा हो अरूमा चाहिँ त्यो केटाहरूले टिकट काटेको चाहिँ कुन हो स्लिपिङ भन्छ यही होला यो होइन फर्स्ट एसी अब ट्रेन जाँदैछ केटाहरूले हेर्नु नि कहाँ छ अनलाइन पनि छ एसी भनेको फाल्टै हुँदो रहेछ अनि अर्को फाल्टै हुँदो रहेछ भनेको होइन थर्ड एसी भनेको चाहिँ अलिक सस्तो फर्स्ट एसी भनेको महँगो बाल्कुनी 2 थर्ड अरे यो सेकेन्ड एसी पनि हुँदो रहेछ थर्ड पता नहीं थर्ड एसी थर्ड है थर्ड एसी होइन अनि यो त जेनरल यताको चाहिँ यहाँसम्म यो छ त स्लिपर कहाँ छ यो चाहिँ स्लिपर थर्ड एसी भनेको एसी थर्ड
सबै एसी रहेछ यो झ्यालबाट आयो नि अँ हो यो भन्छ स्लिपर भन्छ त्यसलाई यो चाहिँ स्लिपर यसमा चाहिँ यो ट्रेनको फिक्स हुन्छ होइन टिकट कन्फर्म हुन्छ 13 सिट भनेर अँ अनि अरू चाहिँ जेनरल चाहिँ जेनरल भनेको उता पनि ग्याप ग्याप सिट अँ हो त्यो जति छिर्न पाएँ जति अब फोन कहाँ हुनुहुन्छ यार इन्स्टलहरू पनि छ मजाले त जस्तो मुभीमा देखेको थिएँ त्यस्तै हुँदो रहेछ कि एक्ज्याक्टली माथि चिलमा सुत्दिन मिल्यो बस्दिन मिल्यो होइन अनि आनन्दले ल सकियो ट्रेन पनि सकियो लिफ्ट पनि सकियो उता फाल्टै रहेछ यता फाल्टै रहेछ यहाँदेखि चढ्ने फाल्टै लिफ्टबाट फाल्टै जस्ट यो डेभलप चाहिँ भएको रहेछ पानीको पनि व्यवस्था रहेछ बस्ने पनि व्यवस्था खाने पनि व्यवस्था यहीँ सुत्दा पनि भयो ब्यागको सिरान लगाएर हजुर हावा पनि क्या सही आउँदो रहेछ फ्यानको पनि व्यवस्था रहेछ पानी सानी पऱ्यो भने सबै चिजको के व्यवस्था हुँदो रहेछ जस्ट यो थियो हाम्रो आसाम गुवाहाटीको रेलवे स्टेसन होइन यहाँ देख्नु भयो होला यता ट्र्याक छ उता ट्र्याक छ त्यहाँदेखि उता पनि ट्र्याक छ उता पनि रहेछ 4 10वटा कि 12वटा रहेछ कि यहाँ त्यसमा पनि 3-3वटाको दरमा रहेछ 3-3वटा ट्रेन छिर्ने गरेर रहेछ कि ल अब हामी चाहिँ बस्छौँ एकछिन अनि त्यसो साथीहरूलाई पर्खिन्छौँ